Hello, Roshanji. Welcome to our podcast. थ्याङ्क यू रक्षा So, अरू के छ सन्चै हुनुहुन्छ? एकदमै ठिक छु अहिले यो काठमाडौँको जाडोले चाहिँ अलि बिहान बेलुका बाहिर जान चाहिँ अलिक गाह्रो भइरहेछ Exactly. यो आई थिङ्क अहिले त 2 डिग्री सेल्सियस भन्दा पनि तल पुगिसक्यो होइन टेम्परेचर. इट्स सो कोल्ड. म त अझ थाम्रोबाट आउँदाखेरि पुरा हुन्छ नि फ्रिज भइरहेको छु होइन यता. सो अपार्ट फ्रम द्याट लाइफमा अरू कस्तो भइरहेको छ? अहिले चाहिँ म आफ्नो मेनली स्टार्टअपमै फुल्ली अकुपाइड भइरहेको छु अनि त्यसैमा नै अहिले टाइम गइरहेको छ अहिले चाहिँ सो आई थिङ्क स्टार्टअप भन्ने बित्तिकै चाहिँ वाट आई रिमेम्बर इज कन्दुक. रोशन इक्वल्स टु कन्दुक जस्तो फिलिङ आउँछ. सो अलिकति हुन्छ नि एउटा ब्याकग्राउन्ड जस्तो यो स्टार्टअप्सहरूको बारेमा अलिअलि ब्याकग्राउन्ड टु डु एक्सप्लेन. ओके अहिले म अब भइरहेको चाहिँ हाम्रो कन्दुक इन्डस्ट्रीमा चाहिँ हाम्रो को फाउन्डर अनि त्यसमा चाहिँ हामीले मेनली चाहिँ सस्टेनेबल प्रोडक्टहरू इको फ्रेन्डली प्रोडक्टहरू बनाउँछौँ मेनली फोकसिङ अन बनाना फाइबरबाट अनि त्यससँग चाहिँ हामीले अहिले प्रोडक्ट कन्सल्टेन्सी एन्ड इन्जिनियरिङ सोल्युसन छ त्यसमा चाहिँ हामीले चाहिँ प्रोडक्ट डेभलपमेन्टमा काम गरिरहेको छौँ मेनली चाहिँ नेपालमै के प्रोडक्ट डेभलप गर्नुपर्छ भन्ने थट प्रोसेसले गर्दाखेरि चाहिँ अहिले मेजर हाइलाइट हामीले काम गरिरहेको भनेको चाहिँ अहिले विलचेयर डेभलपमेन्टमा काम गर्छ इभन हामीले विलचेयर पनि नेपालमा युजफुल वेमा चाहिँ अहिले बनिरहेको छैन अनि त्योसँगै ग्रेन ड्राइङ मसिन छ त्यो प्रोडक्ट डेभलपमेन्टमा फोकस भएर चाहिँ त्यो स्टार्टअपमा काम गरिरहेको सो यु सेड अबाउट फ्युचर होइन त्यो फ्युचरको कन्टेक्स्ट चाहिँ कस्तो छ लाइक नेपालमा त्यति धेरै छैन भनेर भन्नु हो नि त अझै सो कुड यु जस्ट एक्सप्लेन के कस्तो छ त्यो सिचुएसन? नेपालमा जस्तै विलचेयर चाहिँ कस्तो भन्दाखेरि मेनली चाहिँ हामी डोनेसनमा निर्भर छौँ क्या अहिले अनि त्यो पछि नेपालमा जुन प्रोडक्सन भइरहेको छ एकदमै त्यो लोकल लेभलमा चाहिँ कसैले सामान ल्यायो वेल्डिङ गर्यो एउटा विलचेयर सेप दिने बित्तिकै विलचेयर बन्यो भन्ने थट प्रोसेसमा बनिरहेको छ अनि त्यसैले हामीले युज पनि गरिरहेको छौँ इभन जस्तै नेपालमा बनेको विलचेयर चाहिँ अब टेस्टिङ गर्ने नगर्ने भन्ने पार्टमा चाहिँ गभर्मेन्टले पनि अहिले के गाइडलाइन बनाइसकेको छैन क्या अनि त्यो कारणले गर्दाखेरि चाहिँ अहिले हामीले चाहिँ अब यो सबै इस्युहरूलाई एड्रेस गरेर चाहिँ काम गरौँ भनेर चाहिँ त्यो थट प्रोसेसमा चाहिँ हामीले विलचेयरमा काम गरिरहेको. इन्ट्रेस्टिङ सम भएर छ होइन. सो सुन्ने इन्ट्रेस्टिङ सम गयो तर कस्तो मलाई एउटा ऱ्यान्डम क्वेसन आयो क्या माइमा किनकि अब मान्छे नेपालमा बस्छ भन्दाखेरि युआर हियर इन नेपाल यता मेकानिकल इन्जिनियरिङ गरेको मान्छे होइन सो फ्यामिलीबाट एउटा प्रेसर आउँदैन किनकि अब हाम्रो फ्यामिलीमा जेनरली के हुन्छ होला कि त नेपाल बस्दाखेरि इदर यु गो टु लोकसेवा अथवा विदेश छ सो त्यस्तो खाले एउटा प्रेसरबाट बाहिर हुन्छ नि एउटा अन्टरप्रेन्योरसिपको जर्नीमा जाँदाखेरि चाहिँ के कस्तो कुराहरू आएन रिस्पोन्ड आएन? ओके फ्यामिली सपोर्टिभ नै हुनुहुन्छ तर ब्याक इन द माइन्ड उहाँहरूलाई पनि अब सबैजना वरिपरिका नै अब विदेश पनि गइरहेछन् कसैले लोकसेवा दिइरहेछन् यो भन्ने बित्तिकै ल कहीँ उसले नि यस्तो गरेको भए हुन्थ्यो भने कति बेला थट आइरहेको हुन्छ बिच भनिराख्नु भएको हुन्छ मलाई तर अहिले आफूले गरिरहेको देखेर जस अहिले सपोर्ट नै गरिराख्नु भएको छ. सो हाउ यु पर्सनली फिल लाइक आफूलाई चाहिँ हुन्छ नि किनकि नेपालमा चाहिँ एउटा स्टार्टअप स्ट्याब्लिस गर्ने युथ्सहरू एकदमै कम छ नि त हाम्रो यसको जेनरली नै हेर्ने भने नि औलामा काउन्ट गर्ने मात्रै होला होइन सो एउटा युथलाई चाहिँ नेपालमा यसरी एउटा स्टार्टअप स्ट्याब्लिस गर्न त्यो पनि हुन्छ है अझ सस्टेबिलिटी र हुन्छ नि अलिकति त्यसमा दौडिएको एउटा स्टार्टअप स्ट्याब्लिस गर्दाखेरि चाहिँ हाउ कस्तो खाले प्रब्लम्स हुन्छ कस्तो खाले च्यालेन्जेस हुन्छ प्लस नाइस कुराहरू पनि. च्यालेन्जेस जस्तो स्टार्टअप गर्नलाई च्यालेन्जेस त अफकोर्स त्यो एक्सेप्ट पार्ट अफ लाइफ भनेर जानुपर्छ त्योमा चाहिँ अनि जस्तै अघि बाहिर जानेको कुरा गर्नुहुँदा चाहिँ अब नेपालमा अपर्च्युनिटीहरू चाहिँ नेपालमा थुप्रै नै छ अब त्यसलाई चाहिँ हामीले अब त्यो ग्र्याब गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा मात्रै हो. अब प्रब्लमहरू पनि धेरै नै छ त्यो प्रब्लमले नै एउटा अपर्च्युनिटी क्रिएट भइरहेको छ क्या नेपालमा अब जस्तै धेरै कुरा हामी डेभलपमेन्ट भएको छैन भनिरहेको छौँ त त्यो डेभलपमेन्ट नभएको भनेको चाहिँ त्यहाँ एउटा पोसिबिलिटी छ हामीले केही गर्न सक्छौँ एड अन गर्न सक्छौँ भन्ने कुरा फुल्ली डेभलप भएको सिनारीमा हामीले कम एड गर्न सक्छौँ होला त्यो एउटा पोजिटिभली हेर्ने भने त्यो सिनारी हो खासमा त त्योसँगै अब डिफ्रेन्ट पोलिसीले गर्दा अन्य कारणले गर्दा एउटा इम्प्लिमेन्ट गर्न पनि गाह्रो भन्ने एस्पेक्ट चाहिँ छ नै त्यो जस्तै इभन गभर्मेन्टसँग केही जोडेर पोलिसीको कुरा भयो बेसिक अब कुनै ठाउँमा हेऱ्यो भने इभन कम्पनी रजिस्ट्रेसनदेखि नै कतिको सजिलो बनाइदिएको छ गभर्मेन्टले त्योमा कतिजनालाई चाहिँ अब त्योमा नै प्रब्लम भइरहेको छ क्या एकदम सजिलो नभएर त्यो गाह्रो प्रोसेस त छ नै तर त्यसलाई पनि अब
एउटा पार्ट अफ लाइफ भनेर गयौँ भने चाहिँ हामीले अब गर्न सकिन्छ जस्तो लाग्छ त्योमा चाहिँ। त्यही हो, त्यो डिफिकल्टीले पनि हुन्छ नि अपर्च्युनिटी क्रिएट भएको हो, त्यो हुन्छ एउटा खारी बनाले त्यो हामीले एउटा फ्री गर्नु पर्यो। त्यो छ या सो चाहिँ नि अब भेनियसेड अब कन्दुक नि कस्तो मलाई त नामै इन्ट्रेस्टिङ लाग्यो कि। सो कन्दुकले के कस्तो कुरा हामी निकाल्छ, सो कन्दुकको बारेमा अलिकति सानो कुरा। ए ओके, कन्दुक भनेको चाहिँ यो संस्कृत वर्ड हो बन्ना केराको लागि चाहिँ। अनि यो चाहिँ कस्तो कि हाम्रो यो स्टार्ट भएको चाहिँ हामी चाहिँ फाइनल इयर अफ इन्जिनियरिङ पढ्ने बेला चाहिँ अ ग्रुप अफ फ्रेन्ड्स त्यहाँबाट चाहिँ हामीले सुरुवात गरेको थियौँ। अनि यो भनेको चाहिँ हामीले जस्तै म सानो छँदा उता धनगढीमा चाहिँ स्कुलिङ गरिरहेको थिएँ। अनि त्यति बेला पनि मेरो घर नजिक एउटा बनाना फार्म थियो। अनि त्यहाँ चाहिँ अब केरा युज भइरहेको छ अनि अरू चाहिँ त्यही थुपारेर राखेको हुन्थ्यो कि थामहरू सबै फोरे फालेर त्यही थुपारेर राखेको हुन्थ्यो। अनि हामीले यो 4th इयरमा चाहिँ एउटा स्टार्टअप आइडियामा यसो ब्रेनस्टर्मिङ गर्दै गर्दाखेरि चाहिँ त्यो ब्याक इन द माइन्ड त्यो बसेको कुरा चाहिँ ठिकाएर ल यसमा चाहिँ के गर्न सकिन्छ भन्ने कुरा भइरहेको थियो। अन्त्यमा चाहिँ अनि बनाना चाहिँ एउटा एकदमै इन्ट्रेस्टिङ फ्रुट र त्यो प्लान्ट हो क्या। बनानाको चाहिँ इच एन्ड एभ्री पार्ट चाहिँ हामीले युटिलाइज गर्न सक्छौँ। त्यो अहिले मान्छेलाई थाहा पनि छैन, मान्छेले चाहिँ एउटा फल खान्छौँ फाल्छौँ भन्ने मात्रै छ। बनानाको चाहिँ इभन त्यो फ्रुटको पार्ट भइ नै गयो, त्यसको थाम स्युडो स्टेमको भयो, लिफको भयो, अनि त्यसको फ्लावरको भयो, इभन त्योबाट त्यो चोप निस्किन्छ नि त्यो पनि, अनि इभन त्यसको रुटहरू पनि इच एन्ड एभ्री पार्ट चाहिँ केही न केहीमा युज गर्न मिल्छ। अनि त्यति बेला चाहिँ हामीले चाहिँ ल स्युडो स्टेमलाई एउटा टेक्सटाइलमा युज गर्न सकिन्छ, लुगा बनाउन मिल्छ भन्ने त्यो 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 पार्टलाई चाहिँ हामीले इभन लतेमा चाहिँ अब मार्केट पनि अलिक ठुलो होला अनि हामीले काम गर्न सक्छौँ भनेर चाहिँ अनि हामी त्योमा चाहिँ स्टार्ट गऱ्यौँ। तर त्योभन्दा पनि स्टार्टमा चाहिँ हामीले खासमा त्यसको चाहिँ फाइबर एक्सट्र्याक्ट कसरी गर्ने भन्ने कुरा थियो। अनि त्योमा चाहिँ फाइबर एक्सट्र्याक्सन हामी मेकानिकल इन्जिनियरिङ ब्याकग्राउन्ड भएको भएर ल फाइबर एक्सट्र्याक्टिङ मेसिन सुरुमा बनाऊँ न त। त्यति बेला हामीले नेपालमा खोज्ने बेला त्यति भेटिरहेको थिएनौँ त्यति बेला चाहिँ। अहिले चाहिँ डिफ्रेन्ट लोकल भेन्डरले पनि गरेर बनाइराख्नु भएको छ। अनि त्यति बेला चाहिँ हामीले मेसिन एक्सट्र्याक्सन फाइबर एक्सट्र्याक्सन मेसिन बनाउनेबाट चाहिँ हाम्रो जर्नी स्टार्ट भयो। तर पछि चाहिँ हामी यसैको प्रोडक्ट डेभलपमेन्टमा चाहिँ पछि लाग्यौँ। कस्तो कुल साउन्ड भयो त। अझ चाहिँ नि एन्ड सिटिङ हुन्छ नि अलिकति इन्फर्मेटिभ क्लास जस्तो फिलिङ आयो कि। तर इभन सो इन्ट्रेस्टिङ लाग्यो मलाई चाहिँ कुरा। यु सेड कि त्यो ड्रेसेसहरूको कुरा गऱ्यो नि त, तर मलाई एउटा कन्फ्युजन आयो कि किन भन्दाखेरि मान्छेले लुगा किन्दाखेरि त उसले स्टाइलको पनि अलिकति फोकस गर्छ नि त स्टाइलमा। सो कि त्यो बनानाबाट निस्केको जुन हामी ड्रेसेसहरू बनाना फाइबरबाट स्टार्ट गरेको ड्रेसेस पनि उति स्टाइलिस हुनसक्छ त। एक्ज्याक्टली अहिले चाहिँ जस्तै नेपालको कन्टेक्स्ट हेऱ्यो भने पनि सस्टेनेबल प्रोडक्ट भन्ने बित्तिकै त्यो अलि रफ खाले त्यो अलि माइन्डसेट त्यस्तो क्रिएट भएको छ। त्यो हुनुमा पनि जस्तै अहिले हामीले फाइन लेभल अफ फेब्रिक चाहिँ सस्टेनेबल यो नेचुरल फाइबरहरूबाट निकाल्ने हामीले अहिले काम नगरेको भएर पनि त्यस्तो थट प्रोसेस आएको हुन चाहिँ। अनि जस्तै बनानाबाट हजुरले भने जस्तै हामीले लगाउने फाइन टी सर्ट यो क्लोदिङ ब्यागहरू सबै नै बनाउन मिल्छ। त्यही भएर अहिले हामीले कन्दुक इन्डस्ट्रीमा पनि हामीले अहिले प्रोडक्ट डेभलपमेन्ट एउटा पाटो छँदैछ। त्यसमा चाहिँ हामीले रिसर्च चाहिँ हामीले त्यो फाइन लेभल अफ फेब्रिकमा चाहिँ त्यो टेक्सटाइल इन्डस्ट्री सेटअप गर्ने तरिकामा चाहिँ हामीले कसरी जान सक्छौँ भने त्यो रिसर्च पनि प्यारलली क्यारी अन गरिरहेको छौँ। र होपफुल्ली केही टाइम पछि चाहिँ हजुरले पनि बनाना फाइबरको जस्तो लगाउनु भएको छ एकदम स्टाइलिस। अनि स्टाइलको कुरा गर्दाखेरि चाहिँ जस्तै मान्छेले अब सस्टेनेबल प्रोडक्ट भनेर मात्रै किन्ने भन्ने पनि मार्केट एकदमै सानो छ। मान्छेहरूलाई अल्टिमेटली चाहिँ आफूलाई कम्फर्ट र त्यो स्टाइलको कुरामा चाहिँ मान्छे कन्सियस हुन्छ नै। त्योमा चाहिँ अब हामीले चाहिँ यो जुन फाइन लेभल अफ फेब्रिक चाहिँ हामीले यो नेचुरल फाइबरबाट प्रोडक्सन गर्न सक्यौँ भने चाहिँ त्योमा स्टाइल एड गर्ने र अरू गर्ने कुरा त मजाले नै गर्न सकिन्छ त्योमा त। आई थिङ्क हामी जेनरली एज अ हुन्छ कन्ज्युमर हामी प्रडक्ट किन्न जाँदाखेरि चाहिँ कम्फोर्ट स्टाइल साथसाथै आई थिङ्क थर्ड थिङ इज आवर प्राइस। सो प्राइसिङको सेगमेन्टमा चाहिँ अब सस्टेनेबिलिटीको कुरा गर्दै गर्दाखेरि चाहिँ अलिकति एक्सपेन्सिभ हुन जाँदैमा अथवा मान्छेले चाहिँ हुन्छ नि त्यो एक्सपेन्सिभ प्रडक्ट किन्छु भन्ने एउटा कस्तो छ त्यो त्यसमा चाहिँ। ओके सस्टेनेबल प्रोडक्टहरू जस्तै हामीले नर्मली प्लास्टिकको प्रोडक्टहरू हुन्छ अनि कटनको सर्टेन अनि कटन पनि एकदम सस्टेनेबल प्रोडक्ट नै भनिन्छ। तर त्योमा पनि दुवै साइडतिर एउटा उ छ आई मिन आर्गुमेन्ट गर्न मिल्छ। अनि जस्तै नेचुरल फाइबरहरूको पनि स्लाइटली प्राइस रेन्जमा अलि एक्सपेन्सिभ हुन्छ, त्यो प्राइस रेन्जभन्दा अलि माथि चाहिँ पर्छ। तर अहिले चाहिँ मान्छे अब यो सस्टेनेबिलिटीको जुन अवेरनेस पनि भनौँ
अब इको फ्रेन्डली प्रडक्ट युज गर्नुपर्छ भन्ने जुन अवेरनेस भइरहेको छ त्यसले गर्दाखेरि चाहिँ मान्छेले जस्तै इभन आफ्नो लगाइरहेको लुगा हामीले बोकिरहेको सामानहरूमा पनि यसले गर्दाखेरि चाहिँ जस्तै अर्थमा केही नेगेटिभ इम्प्याक्ट गरेछ कि छैन भन्ने कुरा इभन हामीले ल टुथब्रस हेरिरहेको छौँ कुनै बाँसको टुथब्रस बनिरहेको छ भने इन्ट्रेस्टिङ रहेछ यो प्लास्टिक युज गर्नुभन्दा यो युज गरौँ न भनेर त्यो एउटा अवेरनेस पनि भइरहेको छ त्यो कुराले गर्दाखेरि चाहिँ त्यो स्लाइड जुन प्राइसमा ग्याप छ त्योमा चाहिँ मान्छेले कन्ट्रिब्युट गर्न खोजिरहेको छ भनौँ या एक्ज्याक्टली आई थिङ्क अवेरनेसको साथसाथै अहिले एस्थेटिक पनि देखिने कि है एक्ज्याक्टली साउन्ड सो कुल हेर्दा नि कस्तो राम्रो जस्तो भन्ने होइन सो आई थिङ्क रोशन वेनेभर आई हुन्छ नि ओके रोशनसँग आज बोल्नुपर्छ है भन्ने कुरा मात्रै माइन्डमा आयो भने म चाहिँ आज अलिकति आफै पनि अलिक मोटिभेटेड फिल हुन्छु होला जस्तो लाग्ने कि सो एउटा जर्नी त थाहा भयो हाउ यु स्टार्टेड हुन्छ नि आफ्नो मेकानिकल इन्जिनियरिङको फाइनल इयरमा चाहिँ यसरी आप्रो जस्तो हुन्छ नि इन दिस बिजनेस सो स्टार्टिङमा चाहिँ वाट वर द च्यालेन्जेस द्याट यु फेस्ड स्टार्टिङमा जस्तै हामी अब मेनली चाहिँ के थियो भन्दाखेरि हाम्रो माइन्डसेट चाहिँ जस्तै हामी इन्जिनियरिङ ब्याकग्राउन्ड भएको भएर एउटा प्रोडक्ट डेभलपमेन्टलाई चाहिँ हामीले धेरै नै प्रायोरिटी दिन्थ्यौँ जुन चाहिँ बिजनेसको पार्ट प्रोडक्ट डेभलपमेन्ट मात्र होइन अनि अरू एस्पेक्टमा चाहिँ त्यो एउटा लर्निङ एक्सपिरियन्स चाहिँ हामीले त्यति बेला चाहिँ एकदम नयाँ थियो अनि इभन यो जस्तै हामी चाहिँ सुरुमा चाहिँ यो सबै आइडियाहरू डिफ्रेन्ट यो एन्टरप्रेन्योरसिपमा इन्ट्रेस्ट पनि हामी जस्तै सेकेन्ड इयरमा हामीले एउटा डिफ्रेन्ट आइडियामा अघि मैले भनेको ग्रान्ड ड्राइङ मेसिन त्यहाँबाट चाहिँ हामी ग्रुप अफ फ्रेन्ड चाहिँ आइडिया कम्पिटिसनमा जाऊँ भनेर त्यहाँबाट चाहिँ हाम्रो यो सबै कम्पिटिसनदेखि लिएर यो अरू जर्नी चाहिँ फर्मली स्टार्ट भएको थियो भनौँ अनि त्यति बेला चाहिँ अलि डिफ्रेन्ट माइन्डसेट पनि अब नयाँ कुराहरूमा स्किल पनि सिक्नु पऱ्यो जस्तै एउटा प्रोडक्ट डेभलपमेन्ट मात्र होइन भन्ने कुरा भयो अनि त्यसले गर्दाखेरि चाहिँ त्यो लर्निङ एक्सपिरियन्समा डिफिकल्टी भन्दा पनि एकदम रमाइलो एक्सपिरियन्स चाहिँ थियो तर डिफ्रेन्ट कुरा भएर चाहिँ अलिक इफोर्ट चाहिँ दिनुपर्छ त्योमा चाहिँ सो मार्केटमा चाहिँ यस्तै हाम्रो अरू विभिन्न हुन्छ नि दे मे बी सो मेनी कम्पिटिटर्स आउट अफ यु तर पनि सबैले एज अ होल हेर्दाखेरि चाहिँ लाइक गभर्मेन्टको साइडबाट सरकारले पनि हामीलाई यो कुरामा चाहिँ सपोर्ट गरिदियो भने चाहिँ इट वुड बी भेरी इजी फर अस भन्ने लाग्थ्यो त्यो चाहिँ के कस्तो हुन सक्ला अहिले अब अलि अघिल्लो समयको कुरा गर्दाखेरि चाहिँ सरकारले अलिक कम नै इन्ट्रेस्ट थियो अहिले चाहिँ अब स्टार्टअपमा भनेर केही न केही इफोर्ट चाहिँ गभर्मेन्टतिरबाट पनि आइरहेको छ तर इनफ छैन भनौँ अनि त्यसकारण चाहिँ जस्तै इभन पोलिसीदेखि लिएर स्टार्टअपलाई अझै सपोर्ट गर्ने अब कति कुरा चाहिँ एउटा प्रब्लम के पनि देख्छु भन्दाखेरि केही न केही जस्तै गभर्मेन्टले सपोर्ट गरेको केही प्रोग्राम छ केही छ भने चाहिँ अलि त्यो टाइमली भयो भने चाहिँ सजिलो राम्रो हुन्छ जस्तो लाग्छ किन भन्दाखेरि अहिले जस्तै युवाहरू चाहिँ बाहिर जाने होडबाजी छ इभन त्यो राइट रङ भन्ने नभन्ने त्यो छुट्टै पाटो भयो अनि त्योमा चाहिँ अब जस्तै गभर्मेन्टसँग केही सपोर्ट पाइरहेको छ त्यसले गर्दाखेरि चाहिँ कसैले स्टार्टअप अथवा केही गर्न पाइरहेको छ भने त्यसैमा अलि लेन्दी टाइम भयो भने चाहिँ त्यहाँ डिमोटिभेटिभ हुने पाटो चाहिँ अलि बढी भयो त्योमा चाहिँ गभर्मेन्टले सपोर्ट गर्यो भने चाहिँ अझै धेरैजना बाहिर जानबाट कम हुन्छ कि भन्ने एउटा कुरा त्यो पनि लाग्छ अनि त्योसँगै अब अरू यसलाई सपोर्ट गर्ने पोलिसीदेखि लिएर इम्पोर्ट एक्सपोर्टको कुराहरूमा चाहिँ अलि अझै सपोर्ट गर्यो भने चाहिँ मान्छेलाई अझै मोटिभेट हुन्छ कि जस्तो लाग्छ त्यो So I think एउटा इन्ट्रेस्टिङ कुरा वाट आई न्यू अबाउट यु आज बिहान मात्रै हाम्रो कुरा गर्दाखेरि चाहिँ यु अल्सो पार्टिसिपेटेड इन वर्ल्ड युनिभर्सिटिज भन्ने छ नि समर स्पोर्ट गेम्स समथिङ सो त्यसको बारेमा चाहिँ अलिकति के कस्तो रहेछ मलाई चाहिँ अझै जानलाई इन्ट्रेस्ट भयो कि ए ओके स्पोर्ट्समा चाहिँ म टेबल टेनिसमा चाहिँ एकदमै मन पर्थ्यो पहिलादेखि नै सानोदेखि नै इभन सानो हुँदाको एउटा मेमोरी छ जस्तै पानी पर्दाखेरि चाहिँ बाहिर टेबल टेनिस बोर्ड हुन्थ्यो क्या इन्डोर गेम भयो भने बाहिर चाहिँ स्कुल बाहिर सेटअप गरिरहेको हुन्थ्यो त्यहाँ चाहिँ हामी चाहिँ छाता ओढेर अनि टेबल टेनिस खेलिरहन्थ्यो पानी परिरहेको बेला अनि त्योसँगै लिएर अब त्यो गर्दा गर्दै इभन मैले युनिभर्सिटी लेभलमा पनि अब प्र्याक्टिस गर्दै अरू नेपालमा भइरहेको कम्पिटिसनमा पनि पार्टिसिपेट गरिरहेको थिएँ अनि त्योसँगै फाइनल इयरमा चाहिँ वर्ल्ड युनिभर्सिटी समर गेम भनेर चाहिँ चाइना चेङडुमा भइरहेको थियो अनि त्योमा चाहिँ अनि पार्टिसिपेट गर्ने मौका पाएँ अनि त्यसलाई त्यहाँ चाहिँ युनिभर्सिटी र नेपाललाई रिप्रेजेन्ट गरेर गएको थियौँ र एकदमै प्राउडको र एकदमै रमाइलो मोमेन्ट थियो It sounds to सुन्दै ओके इट्स अझ वर्ल्ड युनिभर्सिटीसम्म गेम्स भन्ने दिन हुन्छ नि सुन्दै इट्समा राइसी त सो अहिले कस्तो भइरहेको छ यु आर इङ्गेज्ड इन स्पोर्ट्स अर नट अहिलेको करेन्ट कन्टेक्स्टमा चाहिँ अहिले पहिला जतिकै
पार्टिसिपेट त हुन पाइरहेको छैन, तर मैले समय मिलाएर प्र्याक्टिस गर्नेदेखि लिएर अनि त्यो इन्भल्भ हुने पार्टमा चाहिँ स्पोर्ट्सतिर चाहिँ त्योमा पनि भइरहेको छु, तर पहिला जति चाहिँ हुन पाइरहेको छैन त्यसमा। डोन्ट यु फिल कहिलेकाहीँ चाहिँ हाम्रो छ नि नेपालमा चाहिँ अलिकति जेनरली स्पोर्टमा पनि त्यति धेरै ऊ छैन नि त, युथहरूलाई अलिक बढी इन्करेजमेन्ट छैन जस्तो, डोन्ट यु फिल अबाउट द्याट? अहिले त्यो सिफ्ट भइरहेको छ जस्तो चाहिँ मलाई अहिले फिल हुन्छ। इभन प्यारेन्ट्सहरूले पनि ल पहिला चाहिँ अब सिनारियो पनि कस्तो थियो भन्दाखेरि स्पोर्टमा आइदर गभर्मेन्ट सपोर्टले हुन्छ अथवा हाम्रो स्पोर्टको सिनारियो कतिको डेभलप भएको छ भन्दा पहिला त्यति भएको थिएन, त्यसले गर्दाखेरि पनि प्यारेन्ट्सहरू चाहिँ अलिक इन्सेक्योर थियो जस्तो लाग्छ। अनि अहिले चाहिँ स्लाइड चेन्ज भइरहेको जस्तै अहिले जस्तै एनपिएल पनि चलिरहेको छ, पोजिटिभ इम्प्याक्ट। पोजिटिभ इम्प्याक्ट। अब प्लेयरहरूले पनि पहिला चाहिँ प्लेयरहरूको अलि अगाडिको स्यालेरी हेरे पनि इभन अहिले पनि स्यालेरी त्यति पनि छैन है। अनि त्यो सपोर्ट गर्ने कुरामा चाहिँ अनि उनीहरूको अचिभमेन्ट देखेर चाहिँ अब प्यारेन्ट्सहरू डिमोटिभेट हुने कुरा हुँदो रहेछ। सर्टेन गेम्सको लागि मात्रै भएको जस्तो डोन्ट यु सी? मलाई चाहिँ अलिकति सर्टेन गेम्समा मात्रै हुन चाहिँ इट्स अ नाइस थिङ होइन, यसरी पोजिटिभ इम्प्याक्ट हुँदैमा, तर पनि डोन्ट यु फिल अझै पनि ल्यागिङ नै छ जसको चाहिँ? ल्यागिङ त एकदमै ल्यागिङ छ। अझ के कुरा लाग्छ भन्दाखेरि जस्तै इभन आफैले गर्दा एउटा एक्सपिरियन्स के भएको थियो भन्दा मान्छे यहाँ चाहिँ जस्तै हामी त्यो समर गेममा जाने बेला पनि यहाँ गभर्मेन्ट बडीबाट चाहिँ उहाँहरूले के सपोर्ट गर्नुहुन्छ भन्ने कुरामा चाहिँ हामी उहाँहरूसँग पनि कुरा गरिरहेको थियौँ। त्यस वखत चाहिँ कस्तो थियो भन्दाखेरि इनपुट चाहिँ गभर्मेन्टले चाहिँ जस्तै प्लेयरहरूलाई प्र्याक्टिस गर्नको लागि इभन सेटअपको कुरा भयो, ट्रेनिङ गराउने पार्टहरूमा चाहिँ इनपुट चाहिँ त्यति भएको छैन, तर एक्सपेक्टेसन भनेको चाहिँ विनर भएरै आउनुपर्छ भन्ने मात्रै एक्सपेक्टेसन। त्यो कुरा चाहिँ इनपुट अनुसारको इनपुट यदि दिन्छ एक्सपेक्टेसन यदि राख्ने खाले चाहिँ प्लेयरहरूमा चाहिँ इभन प्लेयरको आफ्नो एक्सर्साइजदेखि लिएर उसको डाइटदेखि लिएर उसको प्र्याक्टिसको लागि इक्विपमेन्टदेखि लिएर एभ्री पार्टमा चाहिँ एउटा धेरै नै इफोर्ट लगाउनुपर्छ। त्यो भएर मात्रै एउटा वर्ल्ड क्लासको प्लेयरहरू जन्मिने हो नि त। अनि त्योमा चाहिँ हामीले इनपुट नदिएको भएर पनि हो। अनि अहिले चाहिँ अस्ति कुनै स्पोर्टमाले गर्दाखेरि हाइप क्रिएट भएर अरू स्पोर्टलाई पनि त सपोर्ट भइरहेको छ, त्यसले गर्दा अहिले त्यो सिफ्ट भइरहेको चेन्ज भइरहेको चाहिँ त्यो चाहिँ देख्छु। इभन स्पोर्टमा पनि अहिले डिफ्रेन्ट इन्टरनेसनल कम्पिटिसनमा पनि जितिराख्नु भएको छ, त्यसले गर्दाखेरि चाहिँ एकदम पोजिटिभ चाहिँ देख्छु म चाहिँ। देयर इज अ पोजिटिभ साइड लाइफमा हुन्छ नि, हामी एउटा कुरा चाहिँ याद राख्या जस्तो भयो। इभन मैले अस्ति एउटा इन्टरभ्यू हेर्दाखेरि पनि एनपिएलको सर्टिङ सिनारियोमा थियो, अनि एकजनाले भन्नुहुन्थ्यो उहाँले चाहिँ आफ्नो छोराछोरीलाई चाहिँ अहिले क्रिकेट प्लेयर बनाउँछु भनेर चाहिँ पठाइराख्नु भएको छ। एकदमै धेरै सुनिन्छ क्या आजभोलि, तर पहिला चाहिँ एकदमै कम हुन्थ्यो त्यो कुरा चाहिँ। त्यो अहिले एनपिएलले गर्दा त अझ क्रिकेट त एकदम हाइटमा गएको लाग्छ क्या है। इट्स सो इन्ट्रेस्टिङ त्यो हुन्छ नि। अझ बात हामी नेपालीहरूको एउटा क्रेजनेस त छुट्टै छ। एउटा भनेको थियो नि मङ्गल ग्रहमै म्याच भयो भने पनि नेपाली गाच्छन् भनेर त्यो नै नि क्या। सो एक्ज्याक्टली इट इज। सो इट्स भेरी नाइस टु सी कि यो सबै कुराहरूमा चाहिँ हाम्रो स्टार्टअपदेखि लिएर स्पोर्ट्सदेखि लिएर विभिन्न डाइमेन्सनमा चाहिँ। अनि अर्को इन्ट्रेस्टिङ कुरा रोशन इज अल्सो सिङ्गर होइन, हाम्रो गिटार बजाउनुहुन्छ। सो त्यो कुरामा के छ मेरो सिङ्गर यो कतिचोटि सुनिसकेँ। सो अबाउट इट अहिले कस्तो म्युजिकलाई कस्तो टाइम दिनु हुन्छ? म्युजिक चाहिँ एज अ हबी भनौँ, अनि जस्ट ग्रुप अफ फ्रेन्डसँग बसेर कहिले गुनगुनाउन गिटार बजाउन त्यो इन्ट्रेस्टिङ लाग्छ। इभन हामी युनिभर्सिटी बेलाको कुरा सम्झिन्छौँ, त्यति बेला चाहिँ धुलीखेल अलि हाइटमा छ, हिली रिजनमा छ। त्यति बेला त्यो सिनारियोमा चाहिँ एकदम नाइट स्काई हेर्दै सबैजना मिलेर त्यो गाना गाउँदै गर्दाको त्यो सिनारीहरू अहिले पनि कन्टिन्यू चाहिँ भइरहेको छ। त्यो चाहिँ जस्ट एज अ हबी कति बेला। ओभरअल चाहिँ हाउ यु म्यानेज टाइम, के कसरी टाइम म्यानेज गर्ने त? यसो यो विभिन्न चाहिँ डाइमेन्सनमा उताहरूको बिजनेस छ एन्ड युआर अल्सो इङ्गेज्ड इन म्युजिक इन स्पोर्ट्सवाला कुरा, अनि आफ्नो अरू पर्सनल लाइफको कुरा पनि होला। सो हाउ यु म्यानेजिङ टाइम अल अफ दिस? अहिले मेन प्रायोरिटी भनेको नि मेन टाइम भनेको नि स्टार्टअपमै भइरहेको छ। अनि त्यो सँगै चाहिँ अब अनि फ्री टाइममा चाहिँ स्पोर्ट्स म्युजिक योमा पनि टाइम त मिलाइ नै रहेको छु। अनि स्टार्टअपको लागि अनि कस्तो पनि भन्दाखेरि यो ओभरअल टाइम गएको थाहा नै हुँदैन क्या। एउटा केही प्रब्लमहरू सल्भ गर्नुपर्ने छ, स्टार्टअपमा यो कुरा गर्नुपर्ने छ, त्यो काम गर्दा आफूलाई एउटा इन्ट्रेस्टिङ लागेको कुरा भएर पनि हुनसक्छ। अनि त्यसले गर्दाखेरि चाहिँ एकदम टाइम गएको पनि थाहा हुँदैन, टाइम
जस्तो टाइम म्यानेज भइरहेको छ त्यो अनुसार नै जस आफूलाई इन्ट्रेस्ट भएको कुरामा चाहिँ टाइममा के थाहा नहुनेवाला कन्सेप्ट चाहिँ इट साउन्ड सो इन्ट्रेस्टिङ के त्यो हुन्छ नि आफ्नो इन्ट्रेस्ट भएकोवाला फिल्डमा चाहिँ सो अलिकति अझै मैले जोड्न खोजेको चाहिँ हाम्रो जुन अर्को पोर्टल थियो कन्डुकको कुरा त वी गट इट्स पोइन्ट टोटलले चाहिँ व्हिलचेयर भन्दा बाहेक चाहिँ अरू के कस्तो कुराहरूमा फोकस गर्नु भएको छ अहिले चाहिँ हामीले मेनली प्रोडक्टमा चाहिँ अहिले व्हिल चेयर भयो अर्को चाहिँ इलेक्ट्रिक मल्टिग्रेन ड्रायर भनेर छ त्यो चाहिँ जस्तै अन्न बालीहरू चाहिँ काटिसकेपछि जुन ट्रेडिसनली हामी घाममा सुकाउँछौँ त्यसलाई चाहिँ मेसिन युज गरेर चाहिँ जस्तै एकदमै ह्युज अमाउन्ट अफ प्रोडक्सन भइरहेको छ भने चाहिँ त्यो घाममा सुकाउन इनइफिसियन्ट वे हो इनइफिसियन्ट हुन्छ त्यसले गर्दाखेरि चाहिँ एउटा त्यो अनुसारको मेसिनमा चाहिँ काम भइरहेको अर्को चाहिँ एउटा हाम्रो आउटडोर कुलिङ सिस्टम भनेर छ त्योमा चाहिँ अब सायद यही नेक्स्ट समरमा चाहिँ हामीले त्यसलाई स्टार्ट गर्छौँ होला त्यसमा चाहिँ अहिले चाहिँ जस्तै बढ्दो गर्मीले इभन तराई रिजनमा चाहिँ मान्छेलाई बाहिर हिँड्न पनि एकदमै गाह्रो भइरहेको छ नि त अनि त्यसले गर्दाखेरि चाहिँ बाहिर चाहिँ अब भित्र त हामीले एसी अन गर्छौँ सर्टन फ्यान युज गर्छौँ बस्छौँ अनि बाहिर चाहिँ त्यो सिनारियो हुन्छ नि एकदमै गर्मी हुने गर्दाखेरि त्यसले गर्दाखेरि एउटा मिस्ट जस्तो गरेर चाहिँ हामीले वाटरलाई चाहिँ एउटा मिस्ट सानो ड्रपलेटको फर्ममा चाहिँ हामीले स्प्रे गर्ने हो क्या त्यो चाहिँ सर्टेन पार्कहरू अथवा सर्टेन रोडमा सर्टेन रिजनमा चाहिँ सेटअप गर्ने हो त्यसले अनि हिटले गर्दाखेरि चाहिँ जुन डेथ भइरहेको हुन्छ नि अनि त्यो एकदमै बढी नै छ क्या इभन वर्ल्डकै सिनारियो हेर्ने हो भने पनि नेपालको तराई भेगमा मेनली त अनि इन्डियामा पनि हामीले धेरै नै न्युज सुनिरहेको हुन्छौँ त्योमा चाहिँ त्यो पाथमा चाहिँ जस्तै हामीले पब्लिक प्लेसमा गइरहेको बेला चाहिँ एउटा सर्टेन टाइम चाहिँ हामीले चाहिँ एउटा टेम्परेचर कम भएको ठाउँमा चाहिँ हामीले स्पेन्ड गऱ्यौँ भने चाहिँ हामीलाई चाहिँ त्यो हेल्थ वाइज चाहिँ जुन इस्युहरू छ त्यसलाई मिनिमाइज गर्न सकिँदो रहेछ अनि त्यो एस्पेक्टले चाहिँ हामीले चाहिँ पब्लिक प्लेसहरूमा चाहिँ त्यो सेटअप गर्नुपर्छ भनेर चाहिँ आई थिङ्क चाहिँ फ्युचर डेजमा इट्स मोर इम्पोर्टेन्ट किनकि टेम्परेचर त एकदम राइज भएको भएछ भनेपछि यो कुराले चाहिँ एकदम हेल्पफुल पनि हुन्छ जस्तो देखियो कि इभन त्यो गर्मी भइरहेको बेला चाहिँ कुनै एउटा वाटर फाउन्टेनको छेउमा जाँदाखेरि जुन एउटा कम्फर्ट हुन्छ नि एक्ज्याक्टली त्यही फिल नै हुने हो यो आउटडोर कुलिङ मिस्टिङ कुलिङ सिस्टममा कस्तो सुनेको चाहिँ इन्ट्रेस्टिङ के म त कसरी अर्कै दुनियाँमा लस्ट भएको पिभर भइरहेको छ कि सबै बेलाहरू सुन्दाखेरि चाहिँ साउन्ड सो नाइस सो हाम्रो चाहिँ एउटा अब जुन सोध्न बुझेको चाहिँ विभिन्न प्रडक्टहरू बनाउँदाखेरि चाहिँ अहिले एक्सपोर्टको फिस कस्तो छ फर इक्जाम्पल कत्तुकै प्रडक्ट पनि नेपालमा मात्रै जेनरली फोकस गराउनु भएको छ कि हजुरहरूको मार्केट चाहिँ बाहिर पनि भइरहेको छ कि कस्तो छ अहिले हाम्रो मेजरली चाहिँ हामीले नेपालभित्र नै भइरहेको छ अनि बाहिर चाहिँ हामीले जस्तै अलि अगाडि चाहिँ हामीले अस्ट्रेलियामा चाहिँ एउटा टेस्ट मार्केट जसरी चाहिँ हामीले अस्ट्रेलियामा गरिरहेको थियौँ अहिले हङकङतिरको लागि कुरा भइरहेको छ अनि इन्टरनेसनल मार्केट एकदमै पोसिबिलिटी भएको चाहिँ इभन यो सस्टेनेबल ह्यान्डिक्राफ्ट नेपालको सिनारियो हेर्ने भने चाहिँ इन्टरनेसनल मार्केट चाहिँ एउटा धेरै नै पोसिबिलिटी भएको छ त्यहाँ चाहिँ हामीले अब बिस्तारै टाइप इन गर्छौँ भनेर चाहिँ त्यसको लागि रेडी चाहिँ भइरहेको छ आई थिङ्क यो हजुरकै एयरकोयाले गर्दाखेरि चाहिँ अरू पनि जो युथ्सहरू अथवा अरू पनि जो व्यक्तिहरू चाहिँ हामी अब सस्टेनेबल प्रडक्टहरूमा चाहिँ छिर्नेछौँ यो मार्केटमा चाहिँ छिर्छौँ भन्ने मान्छेलाई चाहिँ एउटा पोजिटिभ एप्रोच आउने भयो कि ओके इट्स नाइस इन्टरनेसनल मार्केटमा पनि छ भने जस्तो किनकि मान्छेहरू चाहिँ अब नेपालभन्दा बाहिर गइरहेको छन् विभिन्न कुराहरू गर्दाखेरि तर नेपालमै बसेर पनि नेपालको प्रडक्ट चाहिँ इन्टरनेसनल मार्केटमा पनि जान सक्ने सम्भावना छ है भन्नु आई थिङ्क इट्स सच अ पोजिटिभ कुरा के नेपालको जस्तै टेक्सटाइलदेखि लिएर जुन ह्यान्डिक्राफ्ट छ नि एक्सपोर्टदेखि इन्टरनेसनल मार्केटमा एउटा राम्रो इम्प्रेसन भएको हो क्या नेपालमा इभन अलि अगाडि 2000तिरको कुरा भयो त्योभन्दा अलि अगाडि चाहिँ नेपालको टेक्सटाइलदेखि लिएर कार्पेटको पनि एकदमै राम्रो थियो मार्केट जस्तै बाहिर पनि युरोपतिरदेखि लिएर युएस यहाँ चाइनामा पनि धेरै नै उहाँहरूको चाहिँ इन्ट्रेस्ट छ क्या धेरैले चाहिँ नेपालको प्रोडक्टहरू युज गर्नुहुन्थ्यो अनि त्योसँग चाहिँ टेक्सटाइलमा चाहिँ जस्तै अहिले बङ्गलादेश चाहिँ टप 3 टप 4मा चाहिँ एउटा टेक्सटाइलको प्रोडक्सन भइरहेको छ अनि नेपाल पनि त्यो कम्पिट गर्न सक्छु भनेर चाहिँ त्यस्तो सिनारियोमा थियो अब बिस्तारै डिफ्रेन्ट पोलिसीले गर्दाखेरि होस् या अन्य कुराले चाहिँ त्यो डिग्रेड भयो त्यो कुरा चाहिँ अझै पोसिबिलिटी छ जस्तो चाहिँ हामी देख्छौँ त्योमा चाहिँ इभन अलि अगाडि चाहिँ हामी सानो हुँदा चाहिँ नेपालको कार्पेट ह्यान्डिक्राफ्ट कार्पेट चाहिँ अहिले चाहिँ थोरै मार्केट कम भएको भए पनि इन्टरनेसनल मार्केटमा चाहिँ एउटा राम्रो छवि छोडेको छ क्या त्यसले गर्दाखेरि चाहिँ अनि त्यो कुरालाई चाहिँ फेरि रिभाइभ गरेर चाहिँ अझै एउटा राम्रो सिनारियो क्रिएट हुनसक्छ भन्ने चाहिँ त्यो थट प्रोसेस चाहिँ हो
भेरी नाइस है युथ अनि वाइडिङ जस्तो कुराहरू पनि भयो यो कुरा चाहिँ अनि नेपालमा चाहिँ भेन युआर इङ्गेज इन सस्टेनेबल मार्केट नेपालको चाहिँ जस्ट कुन जस्तो प्लेसेसहरूमा अथवा कुन एरियाजमा चाहिँ अलिक बढी जस्तो मान्छेहरू चाहिँ ओके दे आर मोर इन्टु सस्टेनेबिलिटी मोर इन्टु अलिकति इको फ्रेन्डली गुड्स जस्तो देखिन्छ यो चाहिँ जस्तै सस्टेनेबल इको फ्रेन्डली प्रोडक्ट पर्चेस गर्ने कुरामा चाहिँ मेनली चाहिँ यो काठमाडौँ पोखरा यो मेजर सिटी चितवन पनि भनौँ यो मेजर पार्टमा चाहिँ अलि बढी इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरू चाहिँ अनि त्यो चाहिँ यो चाहिँ अब डिफ्रेन्ट फ्याक्टरले अफेक्ट गर्छ जस्तो लाग्छ इभन अब आइदर पर्चेजिङ पावरको पनि कुरा होस् अनि अवेरनेस र इन्ट्रेस्टको कुरा पनि भयो त्योमा चाहिँ अनि इभन अब रिमोट पार्टको कुरा गर्ने भने त लाइफस्टाइल अलिक डिफ्रेन्ट नै छ उहाँ त्यहाँको अब जस्तै यहाँ हामीले काठमाडौँमा चाहिँ एउटा पोल्युसन पनि देखेको छौँ त्यसले गर्दाखेरि चाहिँ इम्प्याक्ट के भइरहेको छ त्यो पनि देखेको छौँ त्यसले गर्दाखेरि पनि मान्छेलाई चाहिँ ल यहाँ सस्टेनेबिलिटी चाहिँ सिफ्ट हुनै पर्ने छ भन्ने त्यो कारणले पनि हुनसक्छ एकदम रिमोट पार्टमा चाहिँ उहाँ एकदम नेचरसँग क्लोज भएर बसिरहेको बेला चाहिँ त्यो सिनारियो नदेखेर पनि हुनसक्छ मेनली चाहिँ यो मेजर सिटीहरूमा नै अहिले त्यसको डिमान्ड चाहिँ बढी छ सो हाउ हेभ यु थट उता अब हामीले रिमोट एरियाजमा पनि फोकस गर्नु छ भने चाहिँ कसरी चाहिँ गर्न सक्छौँ जस्तो लाग्छ काठमाडौँ बाहेक अरू बाहिरको रिजनमा पनि एउटा अवेरनेसको पाटो पनि एउटा क्रुसियल पार्ट चाहिँ हो इभन जस्तै अब यहाँदेखि लिएर फार वेस्टर्न धनगढीतिरदेखि लिएर पूर्व विराटनगरतिरसम्म पनि अहिले अनि यो अवेरनेसले गर्दा पनि भयो मान्छेको अनि सस्टेनेबल प्रोडक्ट अलि बढी इन्ट्रोड्युस पनि भइरहेको छ नि त मान्छेलाई यस्तो पनि बन्दो रहेछ इभन जस्तै अब केराको खेती गरिरहेकै मान्छेलाई पनि सर्टेनमा चाहिँ केराको यस्तो प्रोडक्ट बन्छ भन्ने चाहिँ उहाँहरूलाई आइडिया त्यति छैन भनौँ भएपछि चाहिँ ए ल यस्तो पनि बन्छ भनेर चाहिँ अब त्यो माइन्डसेट चाहिँ चेन्ज भइरहेको छ त्यसले गर्दाखेरि मार्केट पनि अलि एक्सपान्ड भइरहेको या अझ धेरै जेनरली एकदम कमलाई मात्रै हुन्छ जुन हाम्रो अब हामीले केरा युज गर्दाखेरि पनि त भित्रको केरा मात्रै खाने हो पद मात्रै खाने हो बाहिर काम छैन भने जस्तै हुन्थ्यो मलाई नि कुनै कन्टेक्सम्म त लाइक हुन्छ नि फर्स्टमा केराबाट चिप्स हुँदो रहेछ हुँदो रहेछ भने अझमा लाग्ने के अनि भेन आई मिट यु यस्तो यो हुन्छ नि ओके बलानाबाट यस्तो कुरा बोलाउन सकिने आई थिङ्क यो कुरा चाहिँ जब मान्छेहरूले बुझ्छन् नि तब आई थिङ्क इट्स भेरी नाइस के इभन त्यसको फ्रुटको पार्टबाट फुड प्रोडक्टहरूको छँदैछ अनि सिड स्टिम योहरूबाट टेक्सटाइलको भयो कार्पेटहरूको यो कुरा छँदैछ इभन त्यसको वेस्टबाट चाहिँ यो गणेउला मल भन्छ भर्मी कम्पोस्टिङ त्यहाँतिर पनि गर्न मिल्छ इभन त्यसको फ्लावरबाट चाहिँ अचारहरू बनाउनेदेखि लिएर त्यसको लिफहरू यो फ्लावरलाई इभन डाई गर्नको लागि एउटा डाइङ एजेन्टको जसरी पनि युज गर्न मिल्छ हो त्यो चाहिँ एकदमै धेरै नै कुरामा चाहिँ युज गर्न मिल्छ बनाउनलाई भेरी कस्तो भन् एकदमै महत्त्वपूर्ण फल जुन चाहिँ कति पनि वेस्ट जाँदैन भनेपछि बनाना वेस्ट भन्नुले बेकार रहेछ त्यो आई थिङ्क त्यो लाइन नै हुन्छ नि मान्छेहरूले चाहिँ हामीले बनानाको वेस्टबाट चाहिँ बनाएको हो भन्छौँ नि त कुनै पनि प्रोडक्ट आई थिङ्क बनाना त वेस्टै नहुँदो रहेछ वेस्टै नहुँछ इभन हामीले वेस्टलाई पनि वेस्ट भनेको वेस्ट भन्दा पनि एउटा अनट्याप्ड पोटेन्सियल हो जस्तो त्यो टर्मिनोलोजी दिन्छौँ क्या इभन यो वेस्ट मात्र नभएर अरू वेस्टमा पनि हो सो आई थिङ्क अलिकति कस्तो कन्दुकमा त्यसमा मात्रै फोकस भयो होइन अलिकति कस्तो इन्ट्रेस्टिङ क्वेसन सुन्न मन लाग्यो सो फर इक्जाम्पल अहिले रिसेन्टली हतार मन परेको मुभिज कुन भइरहेको छ यस्तो मुभिजहरू हेर्दाखेरि अहिले रिसेन्ट टाइममा त अहिले भर्खरै तपाईँले भन्नुभएपछि या त मैले रिसेन्ट टाइममा धेरै मुभी नै नहेरेको टाइम म्यानेजर फ्याक्टर त्यसले गर्दा पनि के मुभी सङ के एनी अफ यु फेभरेट सङ अहिले चाहिँ इभन मैले चाहिँ मेरो म्युजिकमा भन्यो भने चाहिँ इभन पुरानो नारायण गोपाल स्वरसम्राट नारायण गोपाल उहाँको गानाहरू त्यो एकदमै म सुन्थेँ अनि अहिले चाहिँ जस्तै इभन नयाँ अहिले नेपाली म्युजिक चाहिँ नयाँ चाहिँ एकदमै बढी पपुलर भइरहेछ जस्तो लाग्छ क्या बिचमा चाहिँ अलि मान्छेलाई नेपाली म्युजिक त्यति नगरिरहेको बेला अहिले यो जुन न्यू छ नि सिङ्गर्सहरू आइरहेको हुन्छ नि त्यही गर्दा आजभोलि नेपाली म्युजिक चाहिँ एकदमै सुनमवाला त्यो हुन्छ नि त्यो एउटा बिचको फेज थियो कि जब नाइ भन्नेवाला हुन्छ तर अहिले युथ्सहरूले चाहिँ भेरियस फर इक्जाम्पल लोक म्युजिकको पनि अलिकति इम्पोर्टेन्स फिल गर्न थाले अनि नेपालीको म्युजिकको पनि विभिन्न जनर्सहरूको पनि इम्पोर्टेन्स त्यो एउटा फिल गर्दै जाँदाखेरि पनि आई थिङ्क इट्स रिभाइभिङ के बाहिरको मान्छेहरू पनि सुनिरहेको छन् अनि आई थिङ्क इट्स नाइस थिङ म यही यस्तै म्युजिकहरूलाई नै
मलाई मेरो टेस्ट चाहिँ त्यो छ अनि त्यसमै रमाइरहन्छु। सो हामीसँग सिङ्गरै हुनुहुन्छ भने एउटा सानो लाइन यसो सुनाइदिँदा कस्तो चाहिँ फिलिङ होला? अहिले आई थिङ्क वी वुड बी ब्लेस्ड, हामी सबैजना यता एकदम रमाइलो लाग्थ्यो हामीलाई चाहिँ। यसो हुन्छ नि इफ वी कुड लिसन टु यु। ओके कुन सानो लाइन मैले कुन गाना भने नि एउटा सम्झिन पनि। ओके ओके म सानो एउटा लाइन सुनाउँछु। तिमी जुन रहरले ममा फुल्नायो सबै सुख हराई सधैँ चोट पायो। कस्तो म त कस्तो आई थिङ्क अरू पनि हामीलाई त्यस्तै फिल आइरहेको थियो होला। वी आर सो इन्टु के जस्तो राम्रो। आई थिङ्क अब गीत फेरि गीत सुन्दा सुन्दा हाम्रो एन्टायर पोडकास्टै गीतमय हुन्छ होइन, म्युजिकमय। तर इट्स सो नाइस के हुन्छ नि लिसनिङ टु यु। यो लाइक मसँग वर्डै छैन कि टु एक्सप्लेन अबाउट यु होइन। तर हाम्रो चाहिँ अब एउटा अर्को कुरा चाहिँ वाट यु थिङ्क अबको चाहिँ हुन्छ नि हाम्रो फ्युचर हुन्छ नि, फ्युचर युथ्स भन्दा नि अबकै युथ्सलाई पनि यो कुरामा फोकस गर्यो भने नेपालमा पनि अपर्च्युनिटी छ जस्तो कुरा चाहिँ वाट यु वान्ट टु से फ्रम यर साइड? अपर्च्युनिटी त एकदमै छ अघि भने जस्तै, जहाँ जस्तै विकास भएको छैन, केही काम भएको छैन, मतलब त्यहाँ इफोर्ट लाउनु पर्ने छ, त्यो भनेको नै खासमा अपर्च्युनिटी हो। तर त्यो अपर्च्युनिटी हुँदाहुँदै पनि डिफ्रेन्ट साइडबाट चाहिँ एउटा सपोर्ट सिस्टम बनेको छ भने चाहिँ अरूहरूलाई पनि युथहरूलाई पनि इन्भल्भ हुन चाहिँ एउटा इन्भाइरोमेन्ट क्रिएट हुन्छ है। अनि इभन त्यस कारणले पनि त्यो सपोर्ट नभएर पनि सायद अहिले चाहिँ युथहरू धेरै बाहिर जाने ट्रेन्ड बढिरहेको जस्तो लाग्छ। अनि त्यसले गर्दाखेरि चाहिँ अब त्यसमा चाहिँ अब हामी आफै युथ आफैले पनि एउटा माइन्डसेट बनाउनु पर्ने पनि हो। अनि त्योसँगै गभर्मेन्टको पनि इन्भल्भमेन्ट भयो र अन्य निकायहरू चाहिँ एउटा इन्भल्भ गरेर त्यो सिनारियो चाहिँ क्रिएट भयो भने चाहिँ एकदमै धेरै काम गर्न सकिन्छ नेपालमा भन्ने चाहिँ लाग्छ। सो त्यसको साथसाथै चाहिँ टु दोज युथ्स जसलाई चाहिँ नेपालमै अब कुनै स्टार्टअप गर्न मन छ उनीहरूलाई चाहिँ लाइक वाट मेसेज डु यु वान्ट टु सेयर फ्रम योर साइड? अहिले अझ स्टार्टअपको हुन्छ नि धेरै युथमा एउटा क्रेज चाहिँ देखिन्छ स्टार्टअपको लागि भनेर। अनि त्योसँग चाहिँ स्टार्टअपमा जस्तै कोही अब नयाँ आउन चाहिरहनु भएको छ भने चाहिँ स्टार्टअप गर्नलाई चाहिँ एउटा आफूले चाहिँ एउटा अब्स्ट्याकल छ, गाह्रो छ, म त्यसलाई एउटा पार्ट अफ लाइफ जसरी जान्छु एउटा डिटर्मिनेसनको पार्ट चाहिँ एकदमै क्रुसियल जस्तो लाग्छ। त्योमा चाहिँ मोस्ट अब स्टार्टअपको इभन ग्लोबलदेखि कुनै कन्ट्रीको एउटा कन्टेक्स्ट हेऱ्यो भने स्टार्टअप सक्सेस हुने रेट नै 10-15% मात्रै हुन्छ। त्यसको मतलब अनि इभन स्टार्टअप फेल हुने टाइम भनेको 1-2 इयर्समा चाहिँ फेल भइरहेको हुन्छ। त्यो भनेको चाहिँ एउटा कन्टिन्युटी र डिटर्मिनेसन दिएम भने चाहिँ राइट ठाउँमा चाहिँ अनि मात्रै सक्सेसफुल हुनसक्छ। यो कुरा यो माइन्डसेटको कुरा हो। यो माइन्डसेट भएर चाहिँ अब अगाडि बढ्यो भने चाहिँ अफकोर्स धेरै कुरा गर्न सकिन्छ। पोजिटिभ माइन्डसेट, डिटर्मिनेसन एन्ड कन्टिन्युटी। या इट्स यो तिनवटा कुराले चाहिँ इट विल बी नाइस भने जस्तो चाहिँ भन्न चाहनुहुन्छ। जे होस् नेपालमा पोजिटिभ इन्भाइरोमेन्ट छ। अहिले अझ सिनारियो क्रिएट पनि भइरहेको छ। अनि त्यो अब्स्ट्याकल छ, अब अब्स्ट्याकल नभएको पनि होइन, गाह्रो त छ। अब त्यो सिनारियोलाई पनि एउटा आफूले कोपअप गरेर चाहिँ अगाडि बढ्छु भन्ने त्यो थट प्रोसेस भएर चाहिँ अगाडि बढ्यो भने चाहिँ अनि सकिन्छ। यो गाह्रो छ, यो सरकारले गर्दैन भनेर अब पछि हट्यो भने चाहिँ गर्न सकिँदैन। त्यो कुरालाई चाहिँ आफूले एड्रेस कसरी गर्न सकिन्छ त्यो चाहिँ एउटा त्यसलाई त्यो एउटा पार्ट अफ लाइफ भनेर चाहिँ अगाडि बढ्न सक्छु कि सक्दैन भनेर हो। त्यो माइन्डसेट आफूले क्रिएट गर्न सक्यो भने चाहिँ वी क्यान डु अ लट अफ थिङ। सो साथसाथै चाहिँ कहिलेकाहीँ डोन्ट यु फिल, किन भन्दा हामी चाहिँ विभिन्न गभर्मेन्ट एजेन्सिजहरूतिर जाँदाखेरि पनि काममा ढिलासुस्ती गर्ने त्यस्तो कुराहरू, साथसाथै विभिन्न ठाउँबाट पनि तैँले के गराएको यस्तो, यो भन्दा त बरु यसो लोकसेवातिर गए हुन्थ्यो अथवा विदेश गए हुन्थ्यो, यस्तो खाले एनी सिचुएसन यु हेभ फेस्ड? गभर्मेन्ट एजेन्सीहरूसँगको जुन केही काम भइरहेको बेला अथवा हामी अप्रोच गरिरहेको बेला चाहिँ एउटा चाहिँ अलि कुनै पार्टमा चाहिँ त्यस्तो अलि नराम्रो एक्सपिरियन्स पनि भएको छ। त्योमा चाहिँ इभन हामीले सुरुमै रजिस्ट्रेसन प्रोसेसदेखि त्यो सर्टेन पार्टमा गर्ने बेला चाहिँ उहाँहरूलाई आइडिया पनि थिएन हुन त। अनि त्यसले गर्दाखेरि पनि यो के हो भनेर नयाँ प्रोसेस गरेर अलि
लेन्दी भएको जस्तो। अनि त्यो सँगै लिएर अघि पनि मैले राखेँ, जस्तै गभर्मेन्टले चाहिँ स्टार्टअपलाई सपोर्ट गरिरहेको बेला चाहिँ एकदमै टाइम कन्ज्युमिङ छ क्या। यो स्टार्टअप भनेको एकदम एउटा चाहिँ राइट टाइममा पनि आफूले स्टेप लिनुपर्ने पाटो हो। अनि त्योमा चाहिँ सपोर्ट गर्ने काममा नै एकदमै टाइम लियो भने त त्यो उहाँहरूलाई पनि एउटा डिमोटिभेटिङ फ्याक्टर पनि हुन्छ र त्यसले गर्दाखेरि अरूहरूलाई पनि एउटा गभर्मेन्टले चाहिँ सपोर्ट गरेको छैन भने जस्तो सिनारी पनि आउँछ क्या। अनि त्यसले गर्दाखेरि चाहिँ अनि त्यही नै हो अहिले। अब तर अलि बिस्तारै पोजिटिभ एस्पेक्ट पनि भइरहेको छ गभर्मेन्टबाट सपोर्ट चाहिँ। अब पोजिटिभ नेगेटिभ दुवै एस्पेक्ट नै हामीले एक्सपिरियन्स गऱ्यौँ भनौँ न। सो लाइक गर्दा गर्दै नै कहिलेकाहीँ चाहिँ कस्तो त्यो छोडिदिउँ जस्तो डिड यु गेट एनी टाइम त्यस्तो खाले फिलिङ चाहिँ? इनिसियली हामीले गर्ने बेला चाहिँ कहिले चाहिँ इभन हाम्रो अब जुन हामीले अब मेकानिकल इन्जिनियरिङ गर्दाखेरि सबै साथीहरू हुनुहुन्थ्यो, मोस्टली अब धेरैजना अहिले बाहिर नै गइराख्नु भएको छ। अनि त्यो पछि सर्टेन कोही यहाँ सरकारी जागिर गर्ने भनेर बसिराख्नु भएको छ। अनि त्यो सबै त्यो सिनारियो देख्दाखेरि चाहिँ ल हामीले चाहिँ के गरिरहेको छौँ भने एउटा क्वेसन इनिसियल फेजमा चाहिँ आइरहेको हुन्थ्यो, ल राइट गरिरहेको छ कि छैन भनेर। इभन त्यो अब्स्ट्याकलहरू फेस गरिरहेको बेला चाहिँ त्यो सबैजना एउटा डिफ्रेन्ट वेमा गइरहेको सिनारियो देखेर। तर मेनली मोटिभेटिङ हामीलाई के कुराले चाहिँ मोटिभेट गर्यो भन्दाखेरि चाहिँ हामीले चाहिँ अब एउटा चाहिँ जस्तै कन्दुकको कुरा गऱ्यौँ भने चाहिँ एउटा फार्मरहरूको प्रब्लम चाहिँ एउटा छुट्टै नै छ। उहाँहरूले पनि उहाँहरूले एउटा जुनलाई वेस्ट कन्सिडर गर्नुहुन्थ्यो त्यसले गर्दाखेरि सर्टेन भ्यालु चाहिँ उहाँहरूले पाइराख्नु भएको छ। इभन हामीले त्योमा चाहिँ म्यानुफ्याक्चरिङ प्रोसेसमा पनि डिफ्रेन्ट महिला दिदीहरूलाई चाहिँ इन्भल्भ गरिरहेको थियौँ, उहाँहरूलाई सपोर्ट भइरहेको छ। यो डिफ्रेन्ट फेजमा चाहिँ हामीले यो एस्पेक्टमा चाहिँ केही कन्ट्रिब्युट गरिरहेको छौँ भन्ने फ्याक्टरले चाहिँ हामीले त्यसले चाहिँ मोटिभेट गरिरहेको थियो। सो अहिले चाहिँ जेनरली हाम्रो यसैमा चाहिँ हजुरहरूको कतिजना चाहिँ अलिकति इन्भल्भ हुनुहुन्छ वर्किङ प्रोसेसमा, म्यानुफ्याक्चरिङ प्रोसेसमा चाहिँ? अनि कुन ठाउँलाई मेजरली फोकस गर्नुभएको छ? हामीसँग चाहिँ जस्तै इभन इनिसियल फाइबर एक्सट्र्याक्सन प्रोसेसमा चाहिँ डिफ्रेन्ट फार्मर ग्रुपहरू चाहिँ इन्भल्भ हुनुहुन्छ। त्यसमा चाहिँ उता पश्चिम टिकापुरदेखि लिएर चितवन अनि अहिले यता महोत्तरी मोरङ या पूर्वतिर पनि डिफ्रेन्ट प्रोसेसमा हुनुहुन्छ। अहिले पनि नयाँ फार्मर ग्रुपहरू चाहिँ हामीसँग कोलाबरेट गर्ने वेमा चाहिँ हुनुहुन्छ, त्यो प्रोसेसमा हुनुहुन्छ। अनि त्योदेखि चाहिँ पछि म्यानुफ्याक्चरिङ प्रोसेसमा पनि इभन अराउन्ड 10-15 मेम्बर्सहरू हुनुहुन्छ है। अनि त्योमा चाहिँ अब धेरै जस्तो चाहिँ हामीले चाहिँ अब महिला दिदीहरूले चाहिँ मेनली प्रायोरिटाइज गरिरहेको छौँ त्यो एस्पेक्टमा चाहिँ। अनि इभन अहिले जस्तै हाम्रो यता अरू अफिसमा पनि मेनली चाहिँ युथहरू नै हुनुहुन्छ त्यसमा चाहिँ। सो युथ अझ त्यसपछि पनि वुमेन जस इन्क्लुसिभ पनि बनाउनु भएको छ, साथसाथै चाहिँ अलिकति युवाहरूलाई नै फोकस गरिराख्नु भएको छ। हजुर, यसको मिनिङ चाहिँ। अनि लाइक फार्मर्सहरूको साइडबाट पनि लाइक उहाँहरूले चाहिँ के कस्तो प्रब्लम्सहरू फेस गरिराख्नु भएको छ लाइक वर्किङ प्रोसेसमा जाँदाखेरि, त्यो साइडबाट पनि अझ केही यस्तो जानकारीहरू छ? अहिले हामी जस्तै फार्मर ग्रुपहरूलाई चाहिँ के गरिरहेको छौँ भन्दा उहाँ अब जस्तै बनाना फार्मिङ चाहिँ अब मेनली तराई रिजन र हिल पार्टमा चाहिँ अब धेरै नै छ नेपालकै कुरा गऱ्यो भने। अनि फार्मरहरूको एउटा प्रब्लम के हुन्छ भन्दाखेरि जस्तै 6 months to 1 year जस्तो लाएर चाहिँ बनाना चाहिँ एउटा हार्भेस्ट हुने त्यो टाइम पिरियड हो। अनि त्यति बेला चाहिँ अब कहिले चाहिँ इभन तराईमा हावाहुरी आयो, सबै त्यो नाश भयो। अब त्यो पछि के गर्ने त? इफोर्ट त त्यहाँ दिनुभएको छ, उहाँको इन्भेस्टमेन्ट त छ। अनि त्यस कारण चाहिँ अब त्यो फालेको त्यो वेस्टबाट स्युडो स्टिम त्यो थामबाट चाहिँ केही न केही युटिलाइज गर्न मिल्छ भनेर अनि त्योमा चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ आइदर कोलाबोरेटिभ रूपमा हुन्छ मेसिन इन्स्टल गरेर चाहिँ उहाँहरूलाई चाहिँ ट्रेनिङ पनि दिइरहेको छन् त्यो चाहिँ कसरी युटिलाइज गर्ने भनेर। अनि त्यो कुरा चाहिँ उहाँहरूले प्रोडक्सन गर्नुभएको चाहिँ हामी लगायत अन्य कन्ज्युमर जो हुनुहुन्छ त्योसँग लिङ्केज पनि गरिरहेको छौँ। अनि त्यो चाहिँ फार्मरहरूको त्यो प्रब्लमलाई चाहिँ हामीले एड्रेस गरिरहेको छौँ। मेनली चाहिँ त्यही जस्तै अब उहाँहरूको इन्भेस्टमेन्ट त भइरहेको छ, इभन बनानाको मात्रै कुरा नभएर अन्य प्रोसेसमा पनि फार्मरको एउटै सिमिलर प्रब्लम नै छ भनौँ। इन्भेस्टमेन्ट भइरहेको हुन्छ, त्यसलाई चाहिँ युटिलाइज गर्ने र त्यसको भ्यालु प्रोपर भ्यालु नपाउने चाहिँ मेन प्रब्लम छ नि त। त्योमा चाहिँ एडिसनल भ्यालु चाहिँ हामीले
दिन खोजिरहेको छ। सो यस्तै मानव स्टार्टअपमा इफ यु गेट इङ्गेज टेन्टेटिभली चाहिँ यतिदेखि यतिसम्म चाहिँ वी मे गेट हुन्छ नि, यतिदेखि यतिसम्म हाम्रो कमाइ हुन सक्ला अथवा यतिदेखि यतिसम्म चाहिँ हजुरको रिस्क हुन सक्ला भन्नेमा अलिकति नम्बर फर्ममा त्यस्तो केही सेयर गर्न सक्नुहुन्छ? यो फार्मरको कन्टेक्समा अथवा जेनरली पनि यदि कोही व्यक्तिले चाहिँ ओके लेट्स गेट इङ्गेज विद इन द स्टार्टअप भन्यो भने चाहिँ नेपालमै पनि हजुरले चाहिँ जेनरली ल यतिदेखि यति कमाउन सक्नुहुन्छ है भन्ने एउटा नम्बरमा मेजर गर्नु छ भने चाहिँ ए ओके अब पर्टिकुलर यही नम्बर भनेर त अब त्यो फिल्ड अनुसार नै डिफ्रेन्ट हुन्छ। अनि जस्तै नेपालमा जुन स्टार्टअप भनेर भन्नुभयो त्यसमा चाहिँ मलाई एउटा लाग्ने कुरा मैले सेयर गरेँ। त्यसमा चाहिँ जस्तै नेपालमा चाहिँ हामीले बरु स्टार्टअप गर्दाखेरि चाहिँ के कुरामा चाहिँ एउटा फोकस गर्नुपर्छ भन्दाखेरि हामीसँग भएको रिसोर्स के छ त्यसलाई युटिलाइज गरेर चाहिँ हामीले के बनाउन सक्छौँ भन्ने कुरामा चाहिँ हामीले चाहिँ त्योमा चाहिँ बढी फोकस भयो भने चाहिँ हायर भ्यालु चाहिँ हामीले गेन गर्न सक्छौँ जस्तो लाग्छ। इभन अब नेपाल हामी कृषि प्रधान देश भन्छौँ, एग्रिकल्चरमा राम्रो पोटेन्सियल छ। अब त्योदेखि टुरिज्मको कुरा गरौँ, इभन अहिले आइटी सेक्टर एकदमै फ्लोरिस भइरहेको छ। त्योमा चाहिँ यो अब नेपालमा चाहिँ हाम्रो स्ट्रेन्थ के छ, हाम्रो त्यो स्ट्रेन्थ अनुसारमा चाहिँ हामीले स्टार्टअप गऱ्यौँ त्यसमा काम गऱ्यौँ भने चाहिँ अफकोर्स हायर भ्यालु गेन गर्न सक्छौँ त्यसमा चाहिँ। सो वी हेभ टु फोकस अन इट भन्ने कुरा चाहिँ मेन भयो होइन। अनि ओके सो एउटा इन्ट्रेस्टिङ खाले क्वेसन, फर इक्जाम्पल हजुरको जुन अहिले स्टार्टअप थियो हुन्छ नि, अब हाम्रो हजुरको चाहिँ जुन यो अब अलिकति सस्टेनेबल क्लोदिङतर्फ हजुर फोकस गर्दै हुनुहुन्छ अनि अर्को चाहिँ हाम्रो व्हिलचेयरहरूको कुराहरू अलिकति इन्क्लुजिभिटीतिर, यो दुइटैभन्दा बाहेक चाहिँ यदि अरू कुनै स्टार्टअप चाहिँ हजुरले स्टार्ट गर्नु पर्थ्यो भने चाहिँ ओके यो चाहिँ नेपालको कन्टेक्समा बेटर छ है जस्तो हजुरलाई के लाग्छ? इभन अहिले ठ्याक्कै माइन्डमा आएको चाहिँ मलाई इभन आइटी सेक्टरको कुरा गरेँ, त्योमा पनि एकदमै पोटेन्सियल भएको मार्केट छ, त्यो पनि मलाई एउटा इन्ट्रेस्टिङ लाग्छ। त्यसमा चाहिँ इभन जस्तै अस्ति भर्खर आइटी भनेर त्यो ल्यापटप भनेर गएको त्यो पनि पपुलर यति कमाउँछु भनेर पपुलर भएको थियो। त्योमा चाहिँ अब जस्तै आइटी सेक्टरमा चाहिँ अहिले मेनली चाहिँ आउटसोर्सिङ गरेर हुन्छ, बाहिरको काम नेपालमा गरेर हुन्छ। बाहिरकोदेखि नेपालको कम्पेयर गर्दाखेरि मेन पावरले पे गर्नुपर्ने पार्टहरूमा चाहिँ फरक छ। नेपालमा चाहिँ बाहिरको कम्पेरिजनमा लो पेइङ छ, त्यसले गर्दाखेरि पनि एउटा त्यहाँबाट स्किल मेन पावर चाहिँ अभियसली छ नेपालमा। अनि त्यो सिनारीले गर्दाखेरि चाहिँ बाहिरबाट हामीले काम लिएर चाहिँ आइटी सेक्टरमा चाहिँ धेरै नै काम, इभन अहिले चाहिँ अब सबैतिर एआईतिर सिफ्ट भइरहेको छ, यो नयाँ टेक्नोलोजीतिर चाहिँ धेरै सिफ्ट भइरहेको फेजमा चाहिँ त्यो सेक्टरमा चाहिँ धेरै काम गर्न सकिन्छ जस्तो लाग्छ। त्योमा चाहिँ म सायद जस्ट फोकसिङ अन दि आइटी सेक्टर। आई थिङ्क अहिले आइटीको लागि त एकदम राम्रो छ, किन भन्दाखेरि मान्छेहरूलाई फेरि आइटी भन्ने बित्तिकै अलिकति वेबसाइट डेभलपमेन्ट त्योवाला मात्रै जाँदो रहेछ। अस्ति चाहिँ आई लर्न एन आर्टिकल के, त्यसमा चाहिँ कस्तो भन्दाखेरि इन्फर्मेसन टेक्नोलोजी युज गरेको जुनसुकै पनि सेक्टर के, जस्तै आजकल हामी हुन्छ नि फ्रिल्यान्स राइटिङको सेक्टरहरू गराएको छौँ होइन, अनि अरू विभिन्न हुन्छ नि कस्तो भन्दाखेरि चाहिँ इन्टरनेटको मोड युज गरेर चाहिँ जुनसुकै नि कन्टेन्ट क्रिएसनको कुराहरू पनि इभन यसैभित्र राखिदिँदो रहेछ कि, जसबाट चाहिँ वी क्यान अर्न नाइसली। तर अब मान्छेहरूलाई चाहिँ त्यति धेरै जानकारी छैन। इफ आई थिङ्क यो कुरामा चाहिँ हामीले फोकस गऱ्यो भने इट विल बी नाइस जस्तै मलाई पनि लाग्यो कि। एक्ज्याक्टली। अनि त्यो सँगै लिएर कुनै प्रोडक्सनको पार्टहरूमा भयो, इभन हामीले अघि विलचेयरको पनि कुरा गरेँ, अनि त्यसमा चाहिँ त्यो एस्पेक्टमा पनि हामीले गर्न सक्ने पार्टमा चाहिँ प्रोडक्ट डेभलपमेन्टमा पनि एउटा पोसिबिलिटी चाहिँ छ त्यो नेपालमा हेर्ने भने। अब त्योमा चाहिँ एउटा अर्को कुरा मैले एड गरेँ, अघि गभर्मेन्टको पनि कुरा आएको थियो। जस्तै अब पोलिसीमा चाहिँ अहिले जस्तै नेपालमा बनेको प्रोडक्टलाई चाहिँ इभन कुनै एउटा सर्टेन प्रोडक्ट छ अनि त्यसको बाहिरबाट ल्याएको एउटा कुनै प्रोडक्ट छ, त्योभन्दा 15% चाहिँ हायर भ्यालु छ भने पनि नेपालको प्रोडक्टलाई चाहिँ प्रमोट गर्नुपर्छ भन्ने छ क्या नेपालमा डेभलप भएको। त्योमा चाहिँ त्यो अहिले इम्प्लिमेन्ट पनि गरिराख्नु भएको छ। अब यो कुराहरू चाहिँ अब पोजिटिभली अब इम्प्लिमेन्ट भयो भने चाहिँ अनि यो प्रोडक्सन पार्टमा पनि जस्तै नेपालमा प्रोडक्सन भइरहेको पार्टहरू इभन गभर्मेन्ट एजेन्सीले कन्ज्युम गर्नेदेखि लिएर चाहिँ अरूतिरबाट पनि सपोर्ट गर्नुभयो भने चाहिँ त्यो प्रोडक्सनतिर पनि एकदमै पोटेन्सियल चाहिँ छ। अनि साथसाथै चाहिँ हजुरहरूले आजकल अलिकति हुन्छ नि त प्रोडक्सनको कुरा भयो अनि प्रोडक्टहरू राम्रो छ, साथसाथै यसको बारेमा चाहिँ अलिकति जानकारी दिनको लागि एडभर्टाइजमेन्ट अथवा मार्केटिङको पर्सपेक्टिभमा चाहिँ के कस्तो कुराहरूलाई अलिक बढी युज गर्दै हुनुहुन्छ? ओके, मार्केटिङ त एकदमै क्रुसियल पार्ट भइहाल्यो, मार्केटिङ एन्ड सेल्सको पार्ट बिजनेसमा। अनि त्यसमा चाहिँ एउटा चाहिँ हामीले अब अवेरनेसको पार्टहरूलाई पनि प्रायोरिटाइज गरिरहेको छौँ। त्यो सँगै लिएर चाहिँ एउटा सस्टेनेबल प्रोडक्ट चाहिँ अलि
एस्थेटिक हुनसक्छ, इन्ट्रेस्टिङ हुनसक्छ भनेर इभन अब जुन पहिला चाहिँ मान्छेको माइन्ड सेट थियो जस्ट अघि भन्नुभयो जस्तो त्यो बोरा जस्तो मात्रै हुन्छ भनेर त्यो कुरा चाहिँ प्रोडक्ट हुँदैन भनेर त्यो हामीले चाहिँ त्यो कुरा पिक्चराइज गर्न खोजिरहेको छौँ मेनली चाहिँ। अनि त्योदेखि लिएर चाहिँ यस्तो वेस्टबाट पनि यस्तो प्रोडक्ट बन्न सक्छ भनेर चाहिँ मेनली अवेरनेस र त्यो सस्टेनेबल प्रोडक्ट एकदमै एस्थेटिक छ भन्ने पार्टलाई चाहिँ मेनली फेस बनाएर चाहिँ हामीले। आई थिङ्क यसमा सोसियल मिडियाको युज पनि आई थिङ्क इट इज क्रुसियल होइन? एकदमै एकदमै आजभोलि त सबैजनालाई एकदम सोसियल मिडिया यो हुन्छ नि योमा धेरै नै सबैजना नै हुनुहुन्छ भनौँ न। पहिला 10-20 वर्षको अगाडिको कुरा भयो भने चाहिँ सोसियल मिडिया एकदमै त्यति फ्रुटफुल थिएन। अहिले चाहिँ रिचको लागि सोसियल मिडिया धेरै नै क्रुसियल छ। हामीले चाहिँ मेनली चाहिँ फेसबुक, इन्स्टाग्राम अनि आफ्नो इभन वेबसाइटबाट यो थ्रुबाट चाहिँ रिच गर्न खोजिरहेको छौँ। ओके, सो यसबाट चाहिँ हुन्छ नि यदि कसैलाई सस्टेनेबल प्रोडक्ट, राम्रो प्रोडक्ट, हाम्रो त्यसको विभिन्न के भनौँ ड्रेसेसहरू अनि जुत्ताहरू, ब्यागहरू लिनु छ भने चाहिँ कन्दुकलाई चाहिँ सपोर्ट गर्नु भनौँ मिल्यो। अनि एउटा कुरा मलाई पनि यसो अलिकति झोलासोला लिनुपर्ने थियो। आई हेभ मेन्सन यु मेनी अफ द टाइम बाहिर पनि है यो कुरा चाहिँ। ओके स्योर, हजुरको लागि हामी छुट्टै कस्टमाइज गरेर नै बनाउँछौँ। या कस्टमाइज भन्दाखेरि चाहिँ या त्यो कस्टमाइजेसनको प्रोसेसमा चाहिँ कस्तो भन्दाखेरि त्यसमा के हुन्छ लाइक हामीले जस्तो चाहे त्यस्तै डिजाइन हुने हुन्छ कि के हुन्छ? त्यो आस्पेक्टमा पनि हामीले गरिरहेको छौँ। जस्तै कसैलाई सर्टेन केही पार्ट केही डिजाइन मनपर्छ भने चाहिँ हामीसँग डिजाइनर हुनुहुन्छ अनि उहाँहरूसँग कन्ट्याक्ट गरेर चाहिँ तपाईँको लागि यस्तो प्रोडक्ट भनेर त्यो कस्टमाइज सेगमेन्टमा पनि हामीले गरिरहेको छौँ क्या। अनि त्यसमा चाहिँ सो जेनरली एउटा प्रोडक्टको चाहिँ फर इक्जाम्पल नर्मल प्रोडक्ट र त्यो प्रोडक्टलाई कम्पेयर गऱ्यो भने चाहिँ प्राइसिङको सेगमेन्टमा चाहिँ कतिको डिफ्रेन्सहरू आइरहेको हुन्छ? प्रोडक्ट अनुसार चाहिँ फरक छ है। अब त्यो जस्तै अरू प्रोडक्ट भन्नुभयो जुन प्लास्टिक अथवा अन्य फेब्रिकहरूको अन्य जस्तै कटनदेखि अरू फेब्रिकको भन्नुभयो। अब त्योमा पनि त्यो फेब्रिकको चाहिँ कुन प्राइस रेन्जको प्रोडक्टसँग कम्पेयर गर्ने भन्ने कुरा हो है। इभन जस्तै कुनै हामीले ब्याग बोकिरहेको छौँ, कुनै चाहिँ अलि हाई रेन्ज अथवा मिड रेन्जको कुनै ब्याग छ भने त्योसँग चाहिँ सिमिलर प्राइस रेन्जमै बसिरहेको हुन्छ। तर एकदमै अब त्यो एकदमै लो प्राइसको प्रोडक्टसँग गऱ्यो भने चाहिँ त्योसँग चाहिँ त्योभन्दा चाहिँ अलि माथि नै हुन्छ। तर इभन मिडदेखि हाई रेन्जसम्मको प्रोडक्ट हामीले हेऱ्यौँ भने चाहिँ सस्टेनेबल प्रोडक्ट चाहिँ प्राइस त्यही प्राइस रेन्जमै पर्न जान्छ त्योमा चाहिँ। इभन जस्तै हामीले ब्याग अब ब्याकप्याकको कुरा गऱ्यौँ भने चाहिँ 2000-3000 जस्तो चाहिँ हामीले नर्मल ब्यागमा पनि आजभोलि इभन 700-800मा पनि आउने ब्याकप्याक त हुन्छ। तर जस्तै 2000-3000 को ब्यागसँग चाहिँ कम्पेयर गऱ्यो भने चाहिँ सिमिलर त्यही प्राइस रेन्जमा नै बस्छ सस्टेनेबल। सो त्यसो भए प्राइसिङमा पनि त्यस्तो धेरै इस्युजहरू चाहिँ देखिँदैन। इट्स इजी एन्ड नोमिनल टु बाई पनि त्यो गर्दाखेरि पनि। सो रोशनजी अबको 5 इयर्स पछि चाहिँ हजुरले आफूलाई कता चाहिँ देख्दै हुनुहुन्छ? वेयर यु फाइन्ड योरसेल्फ? ओके, अहिले चाहिँ मैले चाहिँ जस्तै आफ्नो चाहिँ एउटा इन्जिनियरिङ ब्याकग्राउन्ड भएर चाहिँ केही डेभलप गर्ने केही प्रोडक्ट बनाउँछु भन्ने माइन्डसेट भइ नै रहेको छ, माइन्डसेट छ भनौँ। अनि त्यो कुरादेखि लिएर अहिले बिजनेसलाई जस्तै त्यो कुरा चाहिँ अब नेपालमै केही प्रोडक्सन गरेर चाहिँ एउटा बिजनेस स्टार्ट गरौँ भन्ने नै त्यो नै माइन्डसेट छ मेरो पछिसम्मको लागि चाहिँ। अहिले चाहिँ जस्तै अब यो कन्दुकलाई चाहिँ हामी एउटा पछि चाहिँ एउटा सस्टेनेबल ब्रान्ड, एउटा ग्लोबल ब्रान्ड होस् त्यो हामीले टार्गेट गरिरहेको छ मैले। अनि एउटा मैले चाहिँ आफूलाई चाहिँ एउटा एन्टरप्रेनरको रूपमा नै पछिसम्म नै त्यसैमा नै म आबद्ध हुन्छु। अनि एउटा चाहिँ एउटा नेपालबाट नै एउटा ग्लोबल ब्रान्ड बनाऊँ भनेर चाहिँ मेरो टार्गेट छ। जस नेपालबाट एउटा ग्लोबल ब्रान्ड आओस् भन्ने नि हजुरको एउटा त्यो छ। अनि साथसाथै हजुरहरू विभिन्न हाम्रो सोसियल क्याम्पेनिङहरूमा पनि इङ्गेज हुनुहुन्छ, त्यो पनि हुनुहुन्छ। सो त्यो डाइमेन्सनमा चाहिँ के छ हजुरको अहिले? जस्तै अब यो कम्युनिटीसँग आबद्ध भएर अथवा डिफ्रेन्ट अर्गनाइजेसनसँग आबद्ध भएर त्योमा पनि हामीले काम गरिरहेको छौँ र त्यो कन्टिन्यू नै भइरहेको छ। इभन त्यो अघि नै डिसेबिलिटीको कुरा आयो अनि त्यो विलचेयरसँग आबद्ध भएर इभन फार्मरसँगको कुरा भयो, त्योसँग चाहिँ हामीले अब अहिले चाहिँ लोकल गभर्मेन्टदेखि लिएर त्यो कम्युनिटीको डिफ्रेन्ट अर्गनाइजेसनहरूदेखि लिएर उहाँहरूले कोलाबोरेटिभ रूपमा चाहिँ डिफ्रेन्ट क्याम्पेनहरू र प्रोग्रामहरू पनि गरिरहेको छौँ। त्यो कन्टिन्यू भइरहेको छ अहिले। सो एट दि एन्ड अब हामी पोडकास्टको एन्डतिर पनि छौँ होइन, यसमा चाहिँ वाट मेसेज यु वुड लाइक टु सेयर विथ अल अफ द अडियन्स, अल अफ द भ्युवर्स आउट हियर? ओके,
नेपालमा जस्तै च्यालेन्जेसहरू छ त्यो केही एस्पेक्टमा चाहिँ अब त्यसलाई एड्रेस गरेर चाहिँ हामीले चाहिँ के चेन्जेस गर्न सक्छौँ भनेर चाहिँ एउटा त्यो मेन्टालिटीमा चाहिँ अब हामीले काम गर्नुपर्ने छ अनि त्योसँग चाहिँ अब सबैजनाले नै त्यसरी नै इफोर्ट लगायौँ भने चाहिँ एउटा राम्रो इन्भाइरोमेन्ट क्रिएट गर्न सक्छौँ र एउटा अब नेपाललाई पनि इभन आफ्नो एउटा स्टार्टअप नेपालमै स्टार्ट भएको कुनै स्टार्टअपलाई पनि अब ग्लोबल सिनारीमा चाहिँ प्रेजेन्ट गरेर चाहिँ हामीले गर्न सक्छौँ जस्तो लाग्छ त्योमा चाहिँ अब हामी युथहरूदेखि लिएर सम्पूर्णले अब योगदान दिनुपर्छ त्यसमा चाहिँ अहिले या थ्याङ्क यू सो मच सो इट वाज सो नाइस होइन एकचोटि क्यामेरातिर पनि लेट्स सी एन्ड सो इट वाज सच अ नाइस टाइम हजुरसँग चाहिँ यसरी पोडकास्टमा बस्दाखेरि चाहिँ सो वी विश यु अ लट अफ हुन्छ नि लाइफमा चाहिँ सधैँ यसरी राम्रो गरिराख्नुहोस् हजुरको यो स्टार्टअपहरूको लागि पनि बेस्ट अफ लक एन्ड अलवेज कन्टिन्यू योर प्यासन एन्ड अल अफ योर सोसियल लाइफ थ्याङ्क यू